फर्स्ट अफ अल त जीवित परमेश्वरलाई धन्यवाद 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 थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। यो सृष्टिको मालिक र यो जीवनको मालिक तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। र सबैजनालाई येशू क्रिस्टको नाममा जय मसीह। अब यो म आज केही विषयमा बोल्न गइरहेको छु, मजाले ध्यान दिएर सुन्नुहोस् है। यो कुरा सुन्न धेरै जरुरी छ तपाईँहरूलाई। दुई घरको दृष्टान्त हेर्नुहोस् है। अब प्रभुको वचन कतिको मान्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ अब म तपाईँहरूलाई भन्दैछु। यहाँ बुझिहाल्नुहुन्छ तपाईँहरूले, खुलस्तै रूपले तपाईँहरूले बुझ्नुहुन्छ। सुन्नुहोस् है। मैले भनेका कुरा गर्दैनौ भनी किन मलाई प्रभु प्रभु भन्दछौ? जो महकामा आउँछ मेरा वचन सुन्छ र ती अनुसार गर्छ त्यो कस्तो मानिस हो म तिमीहरूलाई बताउने छु। त्यो एउटा घर बनाउने मानिस जस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग्गा बसाल्यो। अनि जब भल चल्यो र जलप्रवाह उर्लिए त्यस घरमा ठोकियो तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाएको थियो। तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन त्यो एउटा यस्तो मानिस हो जसले जमिनमाथि जग्गा बिनाको घर बनायो। तब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठुलो सर्वनाश भयो। एमेन एमेन एमेन। बुझ्नुभयो? तपाईँहरूले बुझ्नुभयो के भनिरहेको छ परमेश्वरको वचनले? जसले मेरो आज्ञालाई पालन गर्दछ, जसले मेरो आवाजलाई सुन्दछ, त्यसले उद्धार पाउनेछ र अनन्त जीवन पाउनेछ। र जसले मेरो आवाजलाई सुन्दछ र मेरो वचनलाई सुन्दछ र मेरो वचनको आधार पाउने छैन, त्यो घर चाहिँ के हुनेछ? भल पहिरो आउँदाखेरि बगाएर लानेछ। एमेन एमेन एमेन। तपाईँहरू सबैजनालाई आजको यो शुभ बिहानीमा प्रभुले आशिष दिनुभएको हो। सबैजनालाई फेरि पनि जय मसीह।